खानी सिरबुङदेखि हाम्रो यात्रालाई ट्रु लभ फर एभर रे। सरी गर्ल्स, माई गर्लफ्रेन्ड इज भेरी स्ट्रिक्ट। मेरो स्पिडमा के भन्नु चाहनुहुन्छ अरे मामा? छोरा छ अरे? छोरा छ नि मेरो पाल्नु पर्छ मामा खतरा डरायो नि त स्पिड देखेर। नमस्ते एभ्रिवान, र हाम्रो आजको नेपालको यात्रा सुरु हुन गइराखेको छ। अहिले समय चाहिँ 3:23 भएको रहेछ बिहानको। हाम्रो प्लान अनुसार 2:30 को थियो, तर असिना पानी पर्दै थियो यहाँ। सरी, असिना पानी भन्दा अलिक बेसी भयो होला। पानी पर्दै थियो र पानी रोक्नुको लागि हामीले एकैछिन रोक्यौँ। गर्दाखेरि 3:24 भइसकेको रहेछ, 3:30। अनि आजको हामीहरूको डेस्टिनेसन चाहिँ नेपालको धरान भन्ने ठाउँसम्म छ। र धरानमा चाहिँ त्यहाँ उहाँको मेयर फरुका सम्पङज्यूले ढुङ्गा र पाइप बोक्नको लागि बोलाउनु भएको छ। अनि यसो नगइदिँदा पनि ठुलो भइदियो जस्तो। र यहाँ हुनुहुन्छ हाम्रो मामा हुनुहुन्छ, तर यो इन्स्टा 360ले लाइट नभएको कारणले गर्दाखेरि राम्रो क्याप्चर भएन। अहिले हामी नयाँ बजार आइपुगेको छौँ र टाइम चाहिँ 4:17 भएको रहेछ। झन्डै 1 घन्टा लाग्यो नि हो, 1 घन्टा टक्कै लाग्यो। यो नयाँ बजारको पुलिस स्टेसन हो। यहाँबाट गएर चाहिँ पुल आउँदैछ जोरथाङको। हामी चाहिँ कहाँबाट आएको भने वेस्ट सिक्किमको अप्पर खानी सिरबुङदेखि हाम्रो यात्रालाई तेराको म्याग तपाईहरू देख्न सक्नुहुनेछ जोरथाङको पुल। यहाँबाट हामी राइड जाँदैछौँ। जोरथाङको पुल दामी बनाएको छ। यहाँबाट यता गयो भने नाम्ची पुलिस बुथ। यो बजार कटापछि उडाउनु पर्छ नि। अहिले चाहिँ उज्यालो खसिसकेको छ लगभग, र हामी अहिले मल्ली आइपुग्न आँटेको छौँ। अब यहाँबाट मल्दी बेसी टाढो छैन। मल्दी पुग्नलाई त्यस्तै 2-3 किलोमिटर मात्रै छ होला। र यहाँ आइपुग्दाखेरि चाहिँ अहिले छल्लङ्गै उज्यालो भएको छ। मल्लीमा गएर एकछिनकै चाय पिएर त्यहाँबाट फेरि सिलगढीको तरफ लाग्नेछौँ। अहिले हामी मल्ली आइपुग्यौँ र बिहानको कति बजेछ मल्ली आइपुग्दाखेरि? 4:54 भएछ। 54 मतलब 5 बज्न आँटेको छ। मल्लीको यहाँ चेकपोस्ट। यहाँबाट उता चाहिँ वेस्ट बेङ्गलैमा हो। यहाँबाट उता चाहिँ वेस्ट बेङ्गल हो, सिक्किम बोर्डर। सिक्किम कटिन्छ अब यो पुल परेर। वेलकम टु मल्ली। कहाँ पानी दह्रो परेछ है? कहाँ पानी दह्रो परेछ है? खोला मैला आउँदैछ नि। मर्निङ टी के पाउँछ अरे? खाजामा के छ अरे? नास्तामा के छ अरे ब्रो? नास्तामा के छ? नास्तामा चिया 2 माथि अघि कालेम पुग्थ्यो नि,
कालेबुङको मैना चरी टिस्ट खोला झर्यो है भन्ने यही जग्गाको गाना है त्यो चाहिँ। यो गाडीको क्योट्स पढेर त मलाई त छक्क पर्तायो भने जस्तो हो त। ट्रु लभ फर एभर रे, सरी गर्ल्स, माई गर्लफ्रेन्ड इज भेरी स्ट्रिक्ट। अरे बडा हो, बडा 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 लेखिदिएको। सरी गर्ल्स, माई गर्लफ्रेन्ड इज भेरी स्ट्रिक्ट। मेरो स्पिडमा के भन्नु चाहनुहुन्छ अरे मामा? के भन्नु चाहनुहुन्छ अरे मेरो स्पिडमा? छुट्टै नुन बोक्न पुगिन्छ भने छोरा छ अरे? छोरा छ नि मेरो त पाल्नु पर्ने पर्छ। मामा खतरा डरायो नि त स्पिड देखेर। मेरो त छोरा छ बिस्तारै कुदाउनु भन्नु न अन्त भन्नुहुन्छ हाम्रो मामा। यहाँनिर हामी ब्रेकको लागि रोकेका छौँ। माथि पहाड चाहिँ दामी देखेको रहेछ है नि दामी। ल मामा एउटा डान्स गरिदिनु त। मामा हेडफोनमा गाना सुनेर आफै डान्स गर्दैछ। अहिले चाहिँ हामी बाघपुल आइपुग्नु लाग्यो होइन आइपुग्यो बाघपुल। खासमा यसलाई चाहिँ अर्कै के भन्दो रहेछ नाम एक्ज्याक्टै थाहा भएन मलाई। तर बेसी जस्तो मान्छेहरूले चाहिँ यो ठाउँलाई यो पुललाई चाहिँ बाघपुल चिन्ने गर्दछ। किनकि यहाँनिर बाघको नक्सा भएको कारणले गर्दाखेरि चाहिँ बेसी जस्तो मान्छेहरूले चाहिँ बाघपुल भनेर भन्दछन् यो पुललाई।